हेलो एभ्रिवान, डे 5 को मिनी ब्लगमा स्वागत छ। म उठेर मेरो बहिनीले चिया बनाएर मैले खाएँ ओरे अनि यहाँले हेर्न सक्नुहुनेछ। अनि त्यसपछि म चिया पिउँदै रेडी हुन थालेँ। मलाई ड्युटी जान चाहिँ एकदम बेला भइसकेको थियो है। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ एकदम हतारमा रेडी हुन थालेँ। म चाहिँ यस्तरी नै रेडी हुन्छु है गाइस। मलाई रेडी हुन आउँदैन, मेकअप गर्न पनि आउँदैन। सो यसरी नै म चाहिँ अलिअलि लाउँछु ओर्छु अनि त्यसपछि चिया खाँदै म चाहिँ रेडी भएँ। अनि आफ्टर स्कुल पुगेर म चाहिँ चटपटी खाएँ। चटपटी खाएर चाहिँ हाम्रो चाहिँ त्यहाँनिर एक्टिभिटिजहरू हुन्छ, एक्स्ट्रा एक्टिभिटिजहरू। यहाँ चाहिँ स्कुलको क्याप्टेन अनि मेरो स्टुडेन्टहरू हुनुहुन्छ अनि गेम्स स्पोर्टहरू भइरहेको थियो। मेरो बहिनी चाहिँ गेम्सहरू खेलाउँदै थियो। अनि त्यसपछि मेरो स्टुडेन्टहरू, मेरो फ्यान स्टुडेन्टहरू चाहिँ देखाउनु नि भन्दै थियो र देखाएँ मैले पनि। अनि डान्सहरू उनीहरूको डान्स भइरहेको थियो। यहाँ मिसहरू स्टाफहरू हुनुहुन्थ्यो, यहाँ डान्स सिकाउँदै हुनुहुन्थ्यो। अनि यहाँ टिचरहरूलाई चाहिँ मलाई मन पर्दैन, मलाई भिडियो नगर्नु भन्दै उता भन्दै हुन्थेँ। अनि त्यसपछि चाहिँ म चाहिँ स्कुलपछि फर्केँ। रात परिसकेको थियो। मेरो चाहिँ यस्तै हुन्छ, अहिले त झन् छिटो रात पर्छ नि त गाइस। अनि त्यसैले म चाहिँ एकदम छिटो जाँदै थिएँ। अनि त्यसपछि घर पुगेपछि म चाहिँ चिया बनाउँदै थिएँ। चिया बनाउँदै चाहिँ हामीले चाहिँ चियाहरू खायौँ। यसरी नै मेरो दिन बित्यो कि फेरि भेटौँ। बाई गाइस।